एभ्रिवान आज चाहिँ मैले चाहिँ 8085 माइक्रो प्रोसेसरलाई चाहिँ एकदमै इजी तरिकाले कसरी ड्र गर्ने र कसरी हामीले चाहिँ दिमागमा चाहिँ राख्न सक्ने त्यो मेथड चाहिँ सिकाउन लाग्छु। फर्स्टमा चाहिँ हामीले चाहिँ यो जुन मैले लेखेको छु यो सिरियली चाहिँ हामीले चाहिँ रट्नुपर्छ। यो फर्स्टमा एक्युमुलेटर, त्यसपछि टेम्पररी रजिस्टर, फ्ल्याग रजिस्टर, इन्स्ट्रक्सन रजिस्टर, इन्कोडिङ डिकोडिङ, एएलयू, टाइमिङ एन्ड कन्ट्रोल सर्क्युट, मल्टिप्लेक्सर रजिस्टर। रजिस्टरभित्र पनि के छ त हाम्रो चाहिँ 8वटा छन्। कुन भनेपछि चाहिँ टेम्पररी डब्लु, टेम्पररी जेड, बिसिडिइएचएल यिनी चाहिँ प्योरमा छन् है। अनि यो चाहिँ टेम्पररी रजिस्टर हो डब्लुजेड होइन। अनि फेरि यो चाहिँ के त स्ट्याक पोइन्टर, प्रोग्राम काउन्टर, इन्क्रिमेन्ट डिक्रिमेन्ट, एड्रेस बफर, डेटा बफर, त्यसपछि सिरियल आइओ, जसभित्र चाहिँ के छ त हाम्रो चाहिँ यो चाहिँ हामीले बुझ्नुपर्छ। एसआइडी र एसओडी छ। इन्टरप्ट कन्ट्रोलर जसभित्र चाहिँ हाम्रो के छ नि त ट्र्याप छ। यिनी चाहिँ सिरियली खोल्नुपर्छ है, नत्र फेरि पछि फिगर भन्दाखेरि अलिक दबाउ हुन्छ। ट्र्याप, त्यसपछि आरएसटी 7.5, आरएसटी 6.5, आरएसटी 5.5, त्यसपछि आइएनटिए, त्यसपछि आइएनटिआर। यो यति हामीले चाहिँ जान्यौँ भनेपछि चाहिँ सिरियली चाहिँ हामीले चाहिँ के गर्न सक्छौँ त हामीले चाहिँ इजिली ड्र गर्न सक्छौँ हाम्रो फिगर 8085 माइक्रो प्रोसेसरको। लेट्स वी क्यान ड्र द फिगर नाउ। हामीले फिगर बनाउँदाखेरि चाहिँ हामीले यसको चाहिँ यिनी हरेकको चाहिँ हामीले बक्स बनाउँछौँ। त्यसपछि लास्टमा चाहिँ हामीले फिलअप गर्छौँ है। र त्यसको लागि चाहिँ हामीले इजी तरिकाले बनाउन सुरु गर्छौँ। लेट्स ट्राई। अब यसमा चाहिँ के हुन्छ त फर्स्टमा चाहिँ हामीले के गर्नु पऱ्यो त भन्दाखेरि चाहिँ यहाँ एक्युमुलेटरबाट सुरु गर्नु पऱ्यो है। यति छाड्नु पऱ्यो। यति चाहिँ अलिकति माथि छुट्टै काम छ। यसमा चाहिँ के गर्नु पऱ्यो त पहिला सुरुमा चाहिँ हामीले चाहिँ यति चाहिँ ड्र गर्नु पऱ्यो एउटा एक्युमुलेटरको। त्यसपछि के गर्नु पऱ्यो त टेम्पररी रजिस्टरको। त्यसपछि के गर्नु पऱ्यो, त्यसपछि फेरि फ्ल्याग रजिस्टरको। त्यसपछि फेरि के गर्नु पऱ्यो एउटा चाहिँ इन्स्ट्रक्सन रजिस्टरको। त्यसको सिधा मुनि फेरि के गर्नु पऱ्यो त हामीले चाहिँ यति चाहिँ एउटा चाहिँ इन्कोडर र डिकोडरको एउटा यति बक्स बनाउँछौँ। त्यसपछि एएलयू फेरि ठ्याक्कै दुईटाको बिचमा यस्तरी बनायौँ होइन। त्यसपछि हाम्रो के हुन्छ मुनि चाहिँ टाइमिङ एन्ड कन्ट्रोल सर्क्युट यसरी यहाँबाट कति भने चाहिँ लामो गर्नु पऱ्यो। यसको लेन्थ जति छ नि त्यति नै गर्नु पऱ्यो है। अब यसमा चाहिँ हेरौँ है, यस्तो हुन्छ ठ्याक्कै यतिबाट यति छाडिनु हुन्छ ग्याप, ठिक हुन्छ। त्यसपछि यतापट्टि के गर्नु पऱ्यो त हामीले चाहिँ यता चाहिँ हाम्रो रजिस्टर्सहरूको लागि चाहिँ स्पेस राख्नु पऱ्यो। ठ्याक्कै कतिवटा छन् भनेपछि 8वटा भनेपछि डब्लुजेड, बिसी, डिई, एचएल, त्यसपछि स्ट्याक पोइन्टर, प्रोग्राम काउन्टर, त्यसपछि इन्क्रिमेन्ट डिक्रिमेन्ट। यस्तै गरेर मैले जस्तो गरेर भनेको छु त्यस्तै गरेर तपाईँहरूले पनि भन्न सक्नुहुन्छ अहिले एकछिनपछि 1 2 3 4। यसमा के गर्नु पऱ्यो त टिएमडब्लुजेड होइन, बिसिडिएचएल स्ट्याक पोइन्टरमा सर्टकट लेखेको छु। त्यसपछि प्रोग्राम काउन्टर, त्यसपछि इन्क्रिमेन्ट डिक्रिमेन्ट आइएनसी, इन्क्रिमेन्ट डिइसिआरइएमएन्ट होइन, यस्तै गरेर लेख्ने। त्यसपछि गर्नु पऱ्यो फेरि यसपछि अब माथि हामीले यस्तै गरेर एउटा चाहिँ 8 बिटको इन्टरनल डेटा बस चाहिँ बनाउँछौँ। यति बनाऊँ है, यति बनाउँछौँ यस्तो खालको इन्टरनल डेटा बस। परीक्षामा हतार हुन्छ, त्यही भएर चाहिँ हामीले चाहिँ रफ तरिकाले चाहिँ जान्नुपर्छ। एकदमै फास्ट इक्जाममा टाइम पनि हुँदैन, त्यही भएर फास्टली जान्नुपर्छ हामीले चाहिँ। अब यहाँ चाहिँ के हुन्छ एउटा चाहिँ इन्टरप्ट कन्ट्रोलर है। फर्स्टमा हामीले यतापट्टि गरौँ है, यतापट्टि हाम्रो चाहिँ पछि बुझ्नको लागि हो मैले चाहिँ यस्तो गरेको। त्यसपछि हामी यतापट्टि चाहिँ गरौँ है, दुईवटा यस्तै बक्स गराउने। यो चाहिँ हाम्रो रफ मोडेल भयो। त्यसपछि अब हाम्रो यसभित्र बस कसरी हिँड्छ भन्ने कुरा पनि थाहा पाउनुपर्छ। फर्स्टमा हामीले के गर्नु पऱ्यो त यहाँ चाहिँ अब यहाँ एक्युमुलेटर लेखौँ है, इएमयुएलएटियुआर एक्युमुलेटर। त्यसपछि के हुन्छ टेम्पररी रजिस्टर एमपिआरइजिआइएसटिआर। त्यसपछि के हुन्छ फ्ल्याग रजिस्टर रिजिआइएसटिआर। त्यसपछि के हुन्छ त हाम्रो चाहिँ इन्स्ट्रक्सन रजिस्टर आइएनएसटिआइओएन इन्स्ट्रक्सन आरइएसटिआर रजिस्टर। त्यसपछि के हुन्छ हाम्रो चाहिँ इन्कोडर डिकोडर एनसिओडिइआर इन्कोडर एन्ड डिकोडर डिइआर डिकोडर। यहाँ चाहिँ के हुन्छ त एएलयू अर्थमेटिक लजिकल युनिट है। त्यसपछि यहाँ के हुन्छ टाइमिङ एन्ड कन्ट्रोल एन्टिआरओएल कन्ट्रोल
सर्क्युटको CIRCUIT सर्क्युट लेख्ने है। अब यस्तै गरी मान्छे के भन्छ हाम्रो यहाँ पनि यो दुईवटा बक्स हुन्छ ठ्याक्कै यत्तिकै। यो के हो त भन्दाखेरि चाहिँ एउटा चाहिँ एड्रेस बफर, यस एड्रेस बफर, यता फेरि के भन्छ एड्रेस के डेटा बस भनेको डेटा बफर होइन, DATA डेटा BUFFER बफर। अब यता फेरि के भन्छ त हाम्रो चाहिँ सिरियल आइओ कन्ट्रोलर होइन, सिरियल SCRIAL सिरियल यो CONTROLLER। यता फेरि के भन्छ हाम्रो चाहिँ इन्टरप्ट RUPT इन्टरप्ट CONTROLLER कन्ट्रोलर। अक्षर चाहिँ अलि बिग्रेको छ है, हाम्रो रफ मोडेल चाहिँ बन्यो। अब यसमा चाहिँ अब के हुन्छ त भन्दाखेरि चाहिँ रफ मोडल बनिसकेपछि अब हामीले त बस चिनाल्नु पऱ्यो होइन। यो चाहिँ के हिन्दी चाहिँ हाम्रो चाहिँ 8 बिट होइन, 8 बिट इन्टरनल डेटा बस BUS बस। अब यति लेखिसकेपछि अब हाम्रो चाहिँ अब कुन कतापट्टि जान्छ भन्ने कुरा थाहा पाउनु पऱ्यो। फर्स्टमा अब के गर्नु पऱ्यो त, यहाँबाट आउँछ यस्तरी जान्छ, फेरि यहाँबाट फेरि के हुन्छ त माथि जान्छ। यो चाहिँ थाहा पाउनु पऱ्यो है, कसरी त यहाँबाट डबल यसरी जान्छ, यस्तरी फेरि यस्तरी जान्छ, यसरी जान्छ है। त्यसपछि के भन्छ फेरि यहाँबाट माथि जान्छ है। यो चाहिँ थाहा पाउनु, अलिक मेरो बाङ्गे भएको छ, यो स्केलले कोर्नुपर्छ, बाङ्गे भएको छ, तर यस्तो नै हो, यस्तरी माथिको होइन। त्यसपछि फेरि के हुन्छ यो चाहिँ दुईवटा चाहिँ के हुन्छ त दुईवटै माथिपट्टि है, माथि यो पनि माथि जान्छ, यो पनि माथिपट्टि जान्छ। अनि यो फेरि के हुन्छ यो चाहिँ 2 हुन्छ है, यस्तरी फेरि यस्तरी आउँछ, फेरि यस्तरी। यो फेरि के हुन्छ त भन्दाखेरि यो चाहिँ डाइरेक्टली यस्तरी आउँछ। हजुर मैले सिकाउनु लाग्यो, यो सर्टकट ट्रिक्स हो क्या यो चाहिँ। अनि यसको चाहिँ फेरि के भन्छ यहाँबाट डाइरेक्ट आउँछ, यहाँबाट नि आउँछ, यहाँबाट नि आउँछ, तल जान्छ। कस्तो त भन्दाखेरि यस्तो, फेरि यहाँबाट नि फेरि यस्तो, यहाँबाट पनि के हुन्छ त यस्तरी जान्छ। यस्तो भयो होइन। त्यसपछि फेरि के भन्छ त भन्दाखेरि चाहिँ अब हाम्रो चाहिँ यो यतापट्टि नि छ अलिकति। यो चाहिँ कस्तो हुन्छ त भन्दाखेरि चाहिँ यस्तो भयो, यस्तो रफ स्केच त हो है। त्यसपछि यो फेरि के भन्छ दुईटै साइड बोथ डाइरेक्सन हुन्छ क्या फेरि, यो पनि बोथ डाइरेक्सन भयो, यता पनि बोथ डाइरेक्सन है। अब अरू के छुट्यो हाम्रो यसको चाहिँ अब यो सबै जोडिसक्यो। अब यसबाट पनि जताकतै जान्छ है, योले पनि जताकतै टच गर्छ। त्यसले अब यसले के गर्नु पर्छ, यो चाहिँ एउटा यो दुईवटा डबल रो हुन्छ भनेपछि यो चाहिँ सिङ्गल हुन्छ है। यहाँबाट आयो डाइरेक्ट सर आउँछ है, सर आयो यहाँ गयो होइन। अब यहाँ गइसकेपछि के गर्नु पऱ्यो, यतापट्टि टच गर्नु पऱ्यो होइन, यतापट्टि टच गर्नु पऱ्यो भएन, यहाँ टच गर्नु पऱ्यो, यतापट्टि पनि टच गर्नु पऱ्यो हो किन। त्यसपछि फेरि के गर्नु पऱ्यो, यहाँ पनि टच गर्नु पऱ्यो हो किन। अब त्यसपछि हामीले चाहिँ कहाँ ल्याउँछ त, अब यताबाट फेरि ल्याउँछौँ, कसरी ल्याउँछौँ भनेपछि यस्तरी ल्याउँ न त, यहाँबाट ल्याउँ है, यस्तरी सर ल्याउने, यहाँ टच गरिदिने। अब यसको फेरि कसरी हुन्छ त भन्दाखेरि यसको चाहिँ फेरि यहाँबाट फेरि के गर्ने त भन्दाखेरि यसको चाहिँ यहाँबाट यसरी लिने होइन, यसको चाहिँ यसरी डाइरेक्ट यस्तो गरेर टच गरिदिनु भयो, मतलब यस्तरी घुमाएर टच गरिदिनु भयो है, यस्तरी गर्ने। फेरि यसको फेरि के गर्ने त यहाँ टच गरिदिने। अब कुन रह्यो, एउटा यो टच भयो होइन, यसको लागि फेरि के गर्नु पऱ्यो त भन्दाखेरि चाहिँ यहाँबाट यसरी टच गरिदिनु भयो। फेरि अब यो रह्यो होइन, यसको लागि फेरि गर्नु पऱ्यो त यस्तरी टच गर्नु पऱ्यो, तर अलि राम्रो बनाउनु पर्छ है तपाईँहरूले चाहिँ। मैले चाहिँ यस्तै रफ तरिकाले बनाएको छु, अनि बाङ्गे भएको छ, यस्तो इजी तरिकाले हाम्रो फिगर बनेर भ्याइयो होला सायद। अरू के छुट्याएर छुट्याएन, यति नै हो। अब यहाँ चाहिँ अब नाम लेख्नु पऱ्यो। यसको चाहिँ के भन्छ त, यसको सर्टकट ट्रिक्स भन्छु। यहाँबाट पहिला सुरुमा ट्र्याप गर्छ है, ट्र्याप गर्छ। फर्स्टमा के गर्यो हामीले ट्र्याप गर्यो, पहिला यस्तो गरौँ तल माथि एरो बनाऊँ है, पहिला सुरुमा माथि, त्यसपछि तल, फेरि यसको फेरि माथि हुन्छ, फेरि यसको तल, फेरि यसको फेरि के हुन्छ माथि हुन्छ, यसको तल हुन्छ, फेरि के हुन्छ यसको चाहिँ फेरि माथि हुन्छ, यसको फेरि तल हुन्छ। यति चाहिँ जानु पऱ्यो है। यहाँ चाहिँ के हुन्छ हाम्रो चाहिँ SOD, यता SOD, यता SID सिरियल आउटपुट डेटा, यो सिरियल इनपुट डेटा है। अनि यता के भन्छ त ट्र्याप भनेको थियो भने
TRAP ट्र्याप। यता के हुन्छ त RST 7.5। त्यसपछि के हुन्छ त हाम्रो चाहिँ त्यसपछि RST 6.5 सिरियली भने पनि अघि RST 5.5। यो के हुन्छ त INTA। यो के हुन्छ त INTR। यस्तो लेख्यौँ भने चाहिँ अब हाम्रो के भयो अरू के छुट्यो यसमा लेख्नु पऱ्यो होइन अझै। यता के हुन्छ हाम्रो चाहिँ यहाँबाट जान्छ यसमा पनि जान्छ। जस्तो पहिलो सुरुमा यसरी बनाऊँ यसरी बनाऊँ है। अब बनाइसकेपछि के हुन्छ यहाँ चाहिँ के हुन्छ त यसमा चाहिँ हाम्रो पहिलो सुरुमा के हुन्छ त इनपुट जान्छ x1 x2। त्यसपछि के हुन्छ हाम्रो चाहिँ क्लिक हुन्छ। क्लिक भइसकेपछि के हुन्छ क्लिक गर्दैन यसको चाहिँ पहिलो सुरुमा तल आउँछ है के क्लिक। त्यसपछि हाम्रो के हुन्छ त रेडी हुन्छ। रेडी चाहिँ यस्तै है सबै अरू के हुन्छ मुनि यो पनि मुनि यो पनि मुनि। त्यसपछि यो पनि मुनि हुन्छ यो पनि मुनि हुन्छ अरे है। यो चाहिँ RD WR। त्यसपछि फेरि के हुन्छ यो चाहिँ ALE होइन ALE। त्यसपछि के हुन्छ यो चाहिँ यसमा चाहिँ के हुन्छ त यसमा चाहिँ के अरे S0 S1। त्यसपछि फेरि हाम्रो चाहिँ IOM होइन IOM। त्यसपछि यो पनि तलै हुन्छ है। त्यसपछि फेरि के हुन्छ त यसबाट होल्ड हुन्छ HOLD। होल्ड गर्दाखेरि त सिग्नल पठाउनु पऱ्यो होइन। त्यसपछि फेरि होल्ड एकुमुलेटर आउँछ HLDA। त्यसपछि फेरि के हुन्छ त हाम्रो चाहिँ इनपुट आउँछ। फेरि के भन्छ इनपुट आउँछ होइन भित्र जान्छ इन भने त भित्र। त्यसपछि के हुन्छ आउट हुन्छ आउट भने बाहिर। अब हाम्रो फिनिस भएको होइन यसको छुट्टै रह्यो अलिकति। यसको चाहिँ फेरि के हुन्छ त यो एड्रेस बफर र डेटा बफर छ होइन। यसको चाहिँ के हुन्छ त स्टार चाहिँ यसको चाहिँ AD0 होइन AD7 देखि AD0 AD0 देखि AD7। यो पनि के हुन्छ त यो नि A एउटा A देखि एउटा A होइन यो चाहिँ 7 हो नि यो 8 देखि 15 सम्म हुन्छ। देखिन छ यस्तो गरेर हाम्रो रफ बनायो भने हाम्रो के भयो त फिगर पनि बन्न। दिस इज द इन्टरनल आर्किटेक्चर INTER CTUR internal architecture of 8085 micro CESSOR माइक्रोप्रोसेसर। यति लेख्यौँ भने चाहिँ हाम्रो ड्याङ है फुलमा फुल मार्क्स आउँछ। यत्तिकै क्लिन गरेर लेख्ने ल है। टक्क यसरी स्क्रिनसट गर्नुहोस् यति इजी भयो। र हामीले चाहिँ जान्नुपर्ने के त पहिलो सुरुमा त यति चाहिँ हामीले चाहिँ सर दिमागमा राख्नुपर्छ यहाँ लाइनसँगले। त्यसपछि यहाँ जान्छ पहिला सुरुमा यसको सोच्ने त्यसपछि यो गर्ने त्यसपछि यो गर्ने सोच्ने अनि त्यसपछि यिनीहरूको नाम थाहा पार्ने त्यसपछि भइहाल्छ। यति नै हो हाम्रो इन्टरनल आर्किटेक्चर अफ 8085। थ्याङ्क यू।